अब क्वेश्चनमा जाउँ हामी न्यू फूड factory produce soft cheese ball by the first process and hard cheese ball by the second process. दुईवटा प्रोसेस छ, पहिलो र दोस्रो प्रोसेस. अनि यसले के भन्छ, द सेकेन्ड प्रोसेस गेट्स इनपुट फ्रम द फर्स्ट प्रोसेस. अब प्रोसेस एकाउन्टमा हुने नि त्यही पहिलो प्रोसेसको आउटपुट भनेको अर्को प्रोसेसको के हुन्छ, मेरो इनपुट हुन्छ. द फ्याक्ट्री इन्ट्रोड्युस 10,000 kg अफ इनपुट मटेरियल्स इन द फर्स्ट प्रोसेस एट द रेट अफ ₹6 per kg भनेको छ. यानी फ्याक्ट्रीले सबैभन्दा पहिला प्रोसेस एमा 10,000 kg मटेरियल लगायो ₹6 को दरले. जति पनि एक्सपेन्सेसहरू हुन्छ ती समग्र एक्सपेन्सेस जहिले हामी के गर्ने, प्रोसेस अकाउन्टको डेबिट साइडमा हामी पोस्ट गर्छौँ. त्यसैले मटेरियल इनपुट भन्ने बित्तिकै कतिको भयो, 10,000 kg एट द रेट ₹6. अब डेबिट साइडमा लेखौँ टु मटेरियल इनपुट 10,000 kg एट द रेट अफ रुपीज कति छ, 6 को दरले है. यो कति हुन्छ हाम्रो 60,000, 60,000. ओके. नाउ सेकेन्ड एक्सपेन्सेस इज वेजेस, ingredient materials कति छ मेरो 20,000. यो छ मेरो कति 20,000 रुपीज को छ. वेजेस हेर त ₹4 per kg छ वेजेस, टु वेजेस. अब कति छ त्यसो एट द रेट अफ ₹4 per kg भनेको 1 kg को लागि वेजेस कति लाग्छ, ₹4 लाग्छ. मैले कति हजार युनिट उत्पादन, कति हजार मैले इनपुट गरेको हो, यहाँ चाहिँ 10,000 को लागि छ. 10,000 इन्टु 4 कति भयो, 40,000 भयो. ओके. अहिले के भन्छ भन्दा फ्याक्ट्री ओभरहेड छ एज अ पर्सेन्टेज अफ मटेरियल इनपुट न वेजेस कन्ज्युम. फ्याक्ट्री ओभरहेड के मटेरियल इनपुट वेजेस कन्ज्युमको आधारमा के गरिदिनु पर्यो त भन्दाखेरि बाँडिदिनु पर्यो भनेको छ. मलाई एउटा भनिराख एउटा. अब त क्लियरली मेन्सन के छ भन्दाखेरि यहाँ तिमीले हेर, फ्याक्ट्री ओभरहेड भनेको के छ त भन्दा मटेरियल इनपुट भनेको 10,000 को कुरा गर्दैछ. 10,000 को कति हो, 60,000. अनि 60,000 अनि अर्को फेरि मेरो के को छ त भन्दा वेजेसको छ. यानी एउटा यो 60,000 भयो, अर्को फेरि मेरो कतिको भयो 40. 60 र 40 ले कति भयो, 1 लाख. भनेपछि अब मेरो फ्याक्ट्री ओभरहेड कति पर्सेन्ट छ, 60%. भनेपछि 1 लाख को 60% भनेको 60,000 टु ओभरहेड है त. यो फ्याक्ट्रीको द्याट इज 60,000. ओके. यदि भयो. अब नर्मल वेस्ट मेरो कता जान्छ, क्रेडिट साइडमा हो. एबनर्मल लस पनि मेरो कता जान्छ, क्रेडिट साइडमा. एबनर्मल गेन भयो भने बल्ल प्रोसेस अकाउन्टको डेबिट साइडमा हामी लेख्छौँ. यो क्वेशनमा हाम्रो के छ, नर्मल लस दिएको छ कति पर्सेन्ट, 20% नर्मल लस इज गिवन हियर. द्याट्स वाइ इट शुड बी क्रेडिटेड इन अ प्रोसेस अकाउन्ट बाई के छ हाम्रो नर्मल लस अकाउन्ट. ल हेर त कति पर्सेन्ट छ नर्मल लस, 20% छ. कति पर्सेन्ट छ, 20. भनेको जहिले पनि के को हुन्छ 20%, इनपुटको लेख्ने. कतिको लिने अरे, इनपुटको. इनपुट कति छ 10,000. 10,000 को 20% भनेको कति हुन्छ मेरो 2,000. यस 2,000 हुन्छ. अब नर्मल लसलाई कतिमा रिलिज गरेको छ, कतिमा बेचेको छ त हेर त, ₹10 पर केजी को दरले बेचेको छ. ₹10 per kg, द्याट इज वाज ₹20,000. इज इट क्लियर? यहाँसम्म क्लियर छ है. अब हाम्रो कुरा केमा आउनु पर्यो त भन्दाखेरि अब मैले अब एबनर्मल गेन हो वा एबनर्मल लस हो हैन, अब के हो कसो हो त्यसको बारेमा हामी के गर्छौं, पहिला क्याल्कुलेट गर्छौं. अब यतिकै त हामी डाइरेक्टली भन्न त सकिदैन. यसको लागि हामी के गर्नुपर्ने हुन्छ, वर्किङ नोट्स तयार गर्नुपर्ने हुन्छ. त्यसकारणले यसलाई म थोरै माथि ल्याउँछु. आई वान्ट टु क्रिएट सम स्पेस हियर. ओके. ल यसको लागि हामी गर्छौं वर्किङ नोट्स. Within this space we can calculate the solution. Okay. Working note. Working notes. 1 number को working notes है. ल यसमा के गर्दिने, मटेरियल इंट्रोड्यूस. कति छ मेरो मटेरियल इंट्रोड्यूस हो, मटेरियल इंट्रोड्यूस इक्वल्स टू 10,000 units. Material introduced 10,000 units. अब less normal loss
नर्मल लस कति छ 2000 यो कति आयो मेरो 8000 यो मेरो के आयो एक्सपेक्टेड युनिट्स भयो ठीक ओके अब हामी के गरौँ अब यति आइसकेपछि हामीले गर्नु पर्यो के त भन्दा कति मेरो एब्नर्मल लस भयो एब्नर्मल गेन भयो त्यो निकाल्नु पर्यो हैन त ल एक्सपेक्टेड कति छ मेरो 8000 तर आयो कति मेरो 7500 मेरो एक्चुअल कति भयो 7500 एक्चुअल आउटपुट कति आयो 7500 ल मलाई भन अब मेरो के आयो 500 मेरो के आयो एब्नर्मल कति आयो 500 युनिट मेरो के आयो एब्नर्मल लस आयो कुरा क्लियर यहाँसम्म कुरा भयो है ल भनेपछि लसलाई कता देखाउने क्रेडिट साइडमा देखाउने बाई एब्नर्मल लस कति आयो 500 युनिट्स कुरा क्लियर छ कति आयो रे 500 युनिट्स ल अब हाम्रो काम भनेको के हो त भन्दाखेरि एब्नर्मल लस त हो तर यो एब्नर्मल लस हैन एब्नर्मल लस को भ्यालु कति हो त निकाल्न परेन त्यसलाई भ्यालुएसन अफ के भन्छौँ हामी एब्नर्मल लस भनेर भन्छौँ भ्यालुएसन अफ के भन्छ त्यसलाई हामी एब्नर्मल लस यसलाई म यहाँ लगेछु है यहाँ राखिदिनु त्यसलाई नाम लाग्यो सायद अनि यसलाई माथि लैजाला हुने अब के हो यसलाई भ्यालुएसन अफ एब्नर्मल लस यहाँ गर्दिनु है ल भ्यालुएसन अफ abnormal formula they normal cost of normal output divided by normal output into units of abnormal लस ल मलाई भन नर्मल कस्ट अफ नर्मल आउटपुट कति हुने भयो जोड्दा एकपटक टोटल सबै जोड्दा कति आउँछ 1,80,000 भनेपछि यो सबैलाई के गर्नु पर्यो मैले जोड्नु पर्यो है यो सबै जोड्दाखेरि मेरो आउँछ 60,000 20,000 40 र 60 गर्दा 1,80,000 भयो 1,80,000 बाट म के गर्छु क्रेडिट साइडको नर्मल लसलाई घटाइदिन्छु त्यो कति छ मेरो 20,000 छ अनि मेरो कति आयो यो 10,000 10,000 बाट कति घट्छ मेरो यो 2,000 इन्टु एब्नर्मल लस कति थियो मेरो अघि 500 ल मलाई भन कति आउँछ यो टोटल कति आउँछ 10,000 यो कति आयो मेरो 10,000 यो 10,000 लाई हामी के गर्छौं यहाँ पुरा ठिक छ नि त 10,000 ठ्याक्कै छ नि त एक्ज्याक्ट ल अब यसको एट द रेट निकाल्दा त कति हुन्छ किनकि यो एट द रेटले धेरै ठुलो भूमिका निर्वाह गरेको हुन्छ कति आउँछ 20 हो यो 20 ले ठुलो भूमिका निर्वाह गरेको हुन्छ के कुरा बुझेन हो त्यही भएर अब मेरो काम के हुने भयो अब ध्यानसँग सुन अब एक्चुअल आउटपुट कति भयो 7500 अब 7500 बाट अब ध्यानसँग सुन है अब यहाँ यति म गरे एब्नर्मल लस मलाई थाहा भइसक्यो अब बच्चे मलाई कति त भन्दा हैन ध्यानसँग कति लिने है 10,000 युनिट छ 10,000 युनिट बाट 2500 युनिट त मेरो के गयो नर्मलमा गयो बच्चे कति मेरो 7500 7500 एक्चुअल आउटपुट मेरो 7500 हो नि त यो अब 7500 मध्येबाट यसले के गर्छ दा बेचिदिन्छ 2500 केजी लाई बेचिदिन्छ सेल गर्छ कतिमा कस्ट प्लस 20% मा सेल गर्यो कस्ट के गर्यो 20% मा सेल गर्यो भनिसकेपछि अब मैले के गर्न पर्यो त भन्दा यसैलाई नै यही प्रोसेस फर्स्ट प्रोसेसमा नि म के गरिन्छु भन्दा 2500 केजी जुन छ
त्यसलाई मैले कस्ट प्लस 20 मा के गरिदिन्छु बेदी जति कस्ट कति आयो भाइ ए 20 आयो आएन यसैको के गरिदिने 20% यसै के गरिदिने 20% अझै जोड्ने 20 को 20% अझै जोडेर के निकाल्ने सेल्स भ्यालु निकाल्ने अनि बेच्दिने ल कुरा बुझा छैन नि म बेच्छु है त कतिलाई बेच्छु अरे मैले अब कतिलाई बेच्ने हो 2500 लाई बेच्दिने भनेपछि यहाँ के गर्ने भन्दा बाई बैंक सेल्स कति 2500 केजी कतिको दरले बेच्ने अरे हो 20 है स्टेट निकाल्दियौँ हामीले कतिको दर निकाल्ने अरे रुपीस 20 प्लस कति पर्सेन्ट हो 20 को कति पर्सेन्ट 20% हो 20 को 20% 20 को 20% कति हुन्छ रेट त 24 आउँछ हो रेट अफ रुपीस कता 24 मैले गरिदिएको छु कति निकाल्ने मैले कस्ट प्लस यो कस्ट भयो 20 को 20% कस्ट प्लस क्वेशनले भनेको 20 आयो 20 को 20% भनेको 24 हुन्छ मल्टिप्लाई गरेर कति हुन्छ 60000 ल कति आयो मेरो 60000 अब यसबाट 7500 बाट मेरो 2500 बेचिसकेपछि मसँग अब कति बच्यो 5000 बच्यो हैन अब 5000 लाई मैले के गर्दिनु पर्यो सेल गर्दिनु पर्यो है बाइ सरी अर्को प्रोसेसमा लानु पर्यो के गर्नु पर्यो मैले 5000 लाई प्रोसेस नम्बर बी मा लानु पर्यो बाइ प्रोसेस बी अकाउन्ट कति 5000 अब यसको भ्यालुएसन कति छ एबनर्मल को जति चाहिँ एबनर्मल को जति हुन्छ अर्को प्रोसेस जाँदा पनि त्यसको रेट त्यति हुन्छ है एट द रेट अफ रुपीस कति छ 20 कति हुने भयो 1 लाख रुपीस ल पहिलोको आन्सर हेर्दा तिम्रो ए 5000 युनिट्स कतिको छ हाम्रो 1 लाख को 5000 युनिट्स कति छ हाम्रो 1 लाख रुपैयाँ छ अब जोडेर हेर्नु पर्यो डेबिट र क्रेडिटलाई कम्पेयर गरेर हेर्दा कता के छ भन ल हेर्दा कति छ नानी हो ल यो त मेरो टोटल मेरो कति भयो यो टोटल 2505 यो 10000 युनिट्स भइहाल्यो यतातिर यता भन्दा यहाँ बढी हुन्छ किनकि सेल्स पनि गरिरहेछ नि त हामीले बढी प्रफिटमा बेचेको छ कतिको 1 लाख 19 कि 90000 ल यतातिर आउँदाखेरि टु कस्टिङ प्रफिट एन्ड लस अकाउन्ट कति हुन्छ 10000 हो यो के आयो मेरो 10000 यो कति हुन्छ 10000 यो आयो मेरो 1,90,000 ल by this process by this way by this method we have to solve these questions is any problem के प्रब्लम छ त छैन यसलाई एकपल्ट घरमा पनि तिमीले गरेर राम्रोसँग हेर्नु पर्यो नानी हो कान्छी हो वर्किङ नोट्स त ओभरल्याप भएछ वर्किङ नोट के भयो ओभरल्याप भयो ये no overlap that is sorry not 75,000 7,500 I think so how much 500 is abnormal loss ल यसरी हामी प्रोसेस ए बनाउँछौं वर्किङ नोट नम्बर 1 मैले यहाँ गरे वर्किङ नोट नम्बर 2 मैले यहाँ गरे ठीक यो क्वेशनलाई म थोरै तल झार्दिन्छु ल पहिलो हामीले यसरी गर्यौं
यसलाई म के गरेँ ल अब हामी के छौँ भन्दा प्रोसेस बी बनाउँछौँ यानी प्रोसेस सेकेन्ड अब प्रोसेस सेकेन्ड भन्ने बित्तिकै हामीले के कुरा बुझ्नु पर्यो भन्दा प्रोसेस फर्स्ट को आउटपुट भनेको प्रोसेस सेकेन्ड को के हुन्छ मेरो इनपुट हुन्छ ल फर्स्ट को आउटपुट मेरो कति थियो 5000 अनि कति कति थियो अमाउन्ट यसको 1 लाख भनेपछि अब मैले यहाँ के गर्नु पर्यो टु मटेरियल इनपुट यहाँ के गर्नु पर्यो टु प्रोसेस ए अकाउन्ट यहाँ प्रोसेस बी लेख्ने यहाँ प्रोसेस ए लेख्ने कति 5000 कति भयो यो 1 लाख कुरा क्लियर ल अब यसको कति छ इन्ग्रेडिएन्ट मटेरियल कति छ 40 लेख्ने टु इन्ग्रेडिएन्ट मटेरियल कति छ 40000 नानीको ध्यान सक्ने अनि वेजेस 6 पर केजी छ वेजेस एट द रेट अफ रुपीज 6 पर केजी 6 पर केजी भन्ने यहाँ कति छ 5000 यो 5000 को क्या गर्दैछ 5000 into 6 कति 5 6 जा 30 30000 आइदियो अनि त्यसपछि आऊ तिमी कहाँ 40% मा आऊ 40% पनि केसको इनपुट को र वेजेस को बनाया छ इनपुट कति छ 1 लाख 1 लाख को 30000 1 लाख 30000 भयो 1 लाख 30000 कति 40% कति हुन्छ हाँ 52 ओके 52000 हुन्छ टु factory overhead at the rate of 60% of 1 lakh plus 30,000 कति भयो नि 52 भयो ल 52000 आइदियो भेरी गुड ल बहुत राम्रो अब यसमा कति छ हेर त नर्मल वेस्टेज छ 4% कति अरे 4% भने नर्मल लस यहाँ बाइ नर्मल लस कति छ 4% 5 4 20 दिस हो 200 कति को दरले 5 कति हो 5% हो 5000 हो कति भयो 4% ना 5 4 20 200 आयो नि त कति को दरले रिच गर्नेलाई एट द रेट अफ रुपीज 30 कति हुन्छ अब तिमीले के गर्नु पर्यो नर्मल लस एबनॉर्मल लस हो कि abnormal gain हो कि same process whatever we have applied in first process the same procedure you have to do here also now working note number first working note बनाओ यहाँ ना इसको के छ material input कति छ 5000 केजी हो normal loss नर्मल लस कति 200 कति हुन्छ यो 4800 केजी ठीक एक्सपेक्टेड आउटपुट ल अब मेरो एक्चुअल कति हेर्नु त्यहाँ एक्चुअल आउटपुट कति छ कान्छी न यो 40 से 50 4850 मा के भयो किन भयो मलाई के भयो ओ एबनॉर्मल गेन रुपया हैन मलाई 50 युनिट गेन भयो फेरि के मलाई के भयो गेन भयो ल अब के गरौँ यो वर्किङ नोट नम्बर 1 वर्किङ नोट नम्बर 2 गरौँ अब भ्यालुएसन अफ के छ भ्यालुएसन अफ एबनॉर्मल गेन के गर्नु पर्यो अरे भ्यालुएसन अफ एबनॉर्मल गेन ल अब के गर्नु पर्यो normal cost of normal cost of normal output divided by normal output into abnormal के छ abnormal gain ल अब यो पेज जोड्नु पर्यो कति हुन्छ नानी हो 2,22,000 माइनस 6000 डिवाइड में कति कति 40 5000 माइनस कति 200
5000 माइनस कति हो 200 इन्टु कति हो यो 50 हैन त ल टोटल गर्दा कति आउँछ यो पुरै 2250 यसको भ्यालु हो 2250 हैन नि सबैको यति हो नि त ल अब यसलाई के गरौँ टु एबनर्मल गेनलाई के गर्ने डेबिट साइडमा कति छ हाम्रो युनिट कति थियो 50 यसको भ्यालु कति हो 2250 कुरा क्लियर यहाँसम्म आयो ल यति भइसकेपछि र प्यारा विद्यार्थी भाइ बहिनीहरु भन्न त पर्यो जे भएन भन्नु त पर्यो ल अब हामीले हेर्नु पर्यो के त भन्दाखेरि 4850 लाई हेर्नु पर्यो 4850 लाई त्यो मध्येबाट 2000 केजीलाई के गरेको छ उले बेचेको छ 2000 केजीलाई के गर्यो बेच्यो एकपटक म उलाई भन्न खोजे बबितालाई भन्न चाहे यो 2250 डिवाइड बाइ 50 हाना त नानी एट द रेट कति आउँछ 45 ए सरी हेरौँ गेम कति आउँछ 45 नर्मल गेम एट द रेट 45 रुपैयाँ आयो ल अब मैले बेचौं कतिलाई बेचौं 2000 केजीलाई म बेच्दिन्छु है ल बाई के भयो बैंक सेल कति 1000 केजीलाई बेच्ने 2000 तर यसको रेट कति राख्ने हैन रेट यसरी निकाल्ने है रेट यो सेम हो जाई 45 प्लस 45 इन्टु कति 20 कति हुन्छ कान्छी यसको रेट हेर 45 को 9 भनेपछि 54 रुपैयाँ हुन्छ जस्तो लाग्यो हो 54 मल्टिप्लाई गरेर 2000 लाई 54 ले 2000 मल्टिप्लाई गर 54 इन्टु 2000 1,08,000 1,08,000 ल अब बचेको कति भयो त अब कति गर्नु पर्यो मैले यहाँ ध्यान देऊ अब मेरो बचे कति बाई फिनिश गुड्स कति आयो नानी 2850 हो कतिको दरले हो यसको रेट कति हुन्छ यसको रेट कति हुन्छ 45 45 नै हुन्छ मल्टिप्लाई भन्न मलाई भ्यालु 1,28,250 1,28,250 you can see the same answer here 1,28,50 भयो अनि यो कति छ तिम्रो हो यो तिम्रो 28,250 तिम्रो यो आन्सर आयो है 28,250 अब म त प्रफिटमा बेचेको छु नि त क्रेडिट साइड धेरै छ कति हुन्छ ल मलाई भन यो 24250 ओके यतातिर भन कति हुन्छ भन्दै मलाई ल ल कति हुन्छ अरे यो सबै जोडेर त्यति नै हुन्छ हुँदैन सेम आछ ल ठीक छ त्यसो भए ल भनेपछि यतापट्टि कति आयो 24250 यो के आउँछ 5050 5050 ल यसरी हामी के गर्छौं प्रोसेस अकाउन्ट तयार गर्छौं प्रोसेस सेकेन्ड पनि हाम्रो के भयो प्रिपेयर भयो ठीक छ कुरा बुझिरहेछ एक्जाममा आयो भने सेम टाइपको क्वेशन आउँछ है जाँचमा फिगरहरु मात्रै फरक हुन्छ ल अब हामी के गरौं नर्मल लस अकाउन्ट बनाऊ नबोल्ने बिल्कुल नबोल्ने ल कुनको काट्ने साट्ने हैन दुनियाँले यो पनि थाहा पाउनु पर्छ कि हाम्रा विद्यार्थीहरु क्याल्कुलेटर थिच्नमा कतिको एक्सपर्ट छन् जसको कारणले गर्दाखेरि मास्टरलाई नै
ल म क्षमा प्रार्थी विद्यार्थीहरूले क्याल्कुलेटर राम्रोसँग युज गरेर कारणले गर्दाखेरि आन्सरमा अलिकति क्याल्कुलेसन एकदम सही हो विद्यार्थीले गर्दाखेरि यो के भइदियो भने क्याल्कुलेसन मिस्टेक भएको जस्तो गरेको छ सही गरेको छ ल यसरी नै हामीलाई के गरौँ ल अब हाम्रो सुन्ने अब हामी कता जानु पर्यो नर्मल लसमा जानु पर्यो इट टेक्स फर्दर 2 or 3 मिनट है ल त्यही छैन जुन टाइम कन्ज्युमिङ गराइसकेको छ हामीले 3 को नर्मल लस अकाउन्ट र 4 को एबनर्मल लस अकाउन्ट छ विदिन कति मिनट विदिन 2 मिनट विद्यार्थी भाइहरु अब हामी बनाउँदैछौँ के त भन्दाखेरि नर्मल लस अकाउन्ट बनाउँदैछौँ त्यसको लागि हामी दुईटै डाटा कहाँबाट ल्याउनु पर्यो फर्स्ट प्रोसेस सेकेन्डबाट लिएर आउनु पर्यो ल हेर्नु त नर्मल लसमा कति छ ए 2000 20000 को दरले 20000 रुपैयाँ छ 2000 10 को दरले 20000 भयो है अब मैले के गर्नु पर्यो यो किरमा नर्मल लस भयो कारणले यहाँ ल्याउनु पर्यो फर्स्ट प्रोसेस 2 के ल्याउनु पर्यो फर्स्ट प्रोसेस अकाउन्ट कति छ 2010 को दरले कति 20000 जब नर्मल लस बनाउँछौ नर्मल लस बनाउँदाखेरि एबनर्मल गेन अकाउन्ट त्यसको पोस्टिङ हुन्छ के हुन्छ रे एबनर्मल गेन अकाउन्ट को भने यहाँ जान्छ तिम्रो बाइ एबनर्मल के लेख्नु पर्यो एबनर्मल गेन अकाउन्ट ल मलाई कति यिल्ड गेन भएको छ त ल प्रोसेस फर्स्टमा जाऊ एबनर्मल गेन छ हैन सेकेन्डमा जाऊ एबनर्मल गेन छ कति छ यी 50 छ भनेपछि म के गर्नु पर्यो 50 मा जानु पर्यो तर रेट राख्ने बेला के को राख्ने यसमा नर्मल को राख्ने 50 इन्टु नर्मल को हेर त कति छ नर्मल को 30 छ 30 छ इन्टु कति आयो 30 भन्छ कति हुन्छ यो 1500 अब बचाऊ बाइ के आयो बाइ बैंक अकाउन्ट कति हुन्छ यो 20000 यो भइहाल्यो अनि 20000 माइनस गर्दा कति हुन्छ 18500 हो 18500 गर्दा मेरो कति आयो 20000 गर्दा मेरो कति आउँछ यो 20000 आउँछ ल यो मेरो के सिद्धियो प्रोसेस यस सेकेन्ड प्रोसेसको नर्मल राखेन हामीले हो ल सेकेन्ड प्रोसेसको पनि नर्मल राखौँ हो आउँछ किन आउँछ 2 नर्मल के आयो 2 सेकेन्ड प्रोसेस सरी 2 सेकेन्ड के आयो प्रोसेस कति छ सेकेन्ड प्रोसेस हेर त हजार भयो के सेकेन्ड प्रोसेसमा कति छ 200 र कति 6000 ओके 200 र 6000 कति हुने भयो 8000 यो टोटल कति हुने भयो 26000 26000 बाट त घटाऊ 1500 घटाऊ त कति आउँछ हो 24000 24500 24500 टोटल कति आयो मेरो यो 26000 ल यहाँ भयो है ल अब म के बनाउनु पर्यो एबनर्मल के बनाउनु पर्यो लस अकाउन्ट बनाउनु पर्यो एबनर्मल लस केमा छ कति प्रोसेसमा छ ल फर्स्ट प्रोसेसमा हो हेर त एबनर्मल लस छ 500,000 को दरले हो के भनेपछि लस त 2 प्रोसेस के हो फर्स्ट सेकेन्ड फर्स्ट प्रोसेस कति आयो नर्मल 500 कति आएको रेट दिए कति अमाउन्ट कति हो 10000 ल एबनर्मल लस बनाउँदा के बनाउने अरे एबनर्मल लस बनाउँदाखेरि युनिट एबनर्मल लस को राखे हो अनि फेरि प्राइस को राख्ने नर्मल राख्ने ल भनिसकेपछि यहाँ कति आउँछ बाइ बैंक अकाउन्ट 500 यसको हेर त नर्मल कति छ नर्मल कति छ ओ कति 10 रुपैयाँ हो नर्मल को 10 अब राखिदिनु 10 कति आयो 5000 बाइ कस्टिङ पीएल अकाउन्ट कति आउँछ हेर त 90 5000 हो यसरी कति आयो मेरो
10,000 आउँछ। यसरी कति आउँछ 10,000 आउँछ। आज क्लास हामी यही यस्तै टाइपको क्वेसन्सहरु बाँकी तैँले गर्ने ए हाम्रो 1 लाख यति 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 र यति आन्सरहरु हामीले गाल्यौं। आजको लागि यति नै हस्। धन्यवाद।